अभ्यासहरूले हामीलाई जुन निकट बनाएको छ यो निरन्तर सदैवसम्मको यो हाम्रो सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै जाओस्। सबैलाई तेस्रो फेस्टिभल र 11औं वार्षिक उत्सव को यो सफलतासँगै आगामी समय गर्दै यो समय र सन्दर्भको लागि हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल। उहाँले हाम्रो कार्यक्रमलाई विशेष आभार व्यक्त गर्नुभयो। हामी कार्यक्रमको लागि अन्तिममा आएका छौँ। लिम्बू कन्फरेन्सका